अनि अकबर र तानसेन पर बसेर सुने समय आएन। आफ्नै मस्तीमा त्यहाँ कोही छैन, निधिवनका वृक्षदेखि प्रतिमा कोही छैन। कृष्ण भक्तिका कृष्णका भजन गाएर राधा कृष्णलाई खुब रिझाइरहनु भएको थियो हरिदासजी। अब हरिदासजी को भन्नुहुन्छ भने जसले अहिले बाँके बिहारी वृन्दावनमा जाँदाखेरि बाँके बिहारीको दर्शन गर्न जान्छौँ, बाँके बिहारीलाई प्रकट गर्ने हरिदासजीका भक्तिबाट रिझेर बाँके बिहारी प्रकट हुनुभयो। र अनि जाउँदा सुन्दा वास्तवमा तानसेन, तुमसे तो तुम्हारे गुरुजी बहुत अच्छा गाते हैं, तुमने उन्हीं गुरु से सीखा और गुरुजी के बराबर तुम क्यों नहीं गाते हो भनेर अकबरले भन्यो। अहिलेसम्म तानसेनले गाएको राम्रो छ, हरिदास गुरुजी के साथ तुम क्यों नहीं गाते, उनसे सीखा, ऐसे गाना चाहिए तुमको भी भनेर भन्दा तानसेनले के भनेछन् भने जापना और गुरुजी में थोड़ा अंतर है भनेर भनेछन्। क्या अंतर है? मैं दिल्लीधीश को खुश करने के लिए गाता हूँ और मेरे गुरुजी जगदीश को खुश करने के लिए गाते हैं भनेर तानसेन बोले। के भने मैं दिल्लीधीश को खुश करने के लिए गाता हूँ और मेरे गुरुजी जगदीश को खुश करने के लिए गाते हैं भनेर भन्दाखेरि भनेको मतलब के थियो? म तपाईलाई खुश गर्नका लागि आउँछु, तपाईको भाइ सुन्नका लागि म यहाँ आउँछु, तर मेरा गुरुजी चाहिँ कृष्णलाई खुसी गर्नका लागि, जगदीशलाई खुसी गर्नका लागि आउनुहुन्छ, अन्तर यति नै छ भनेर भनेछन्। र हामीहरूले भजन गर्दाखेरि, भजन गाउँदाखेरि, पूजा गर्दाखेरि, माला गर्दाखेरि कसैले भजनानन्दी छ, राम्रो गर्छ भन्न नभनिकन, उनीहरू कसैलाई मान्छेलाई देखाउन नगरिकन हामीहरूले राज्यलाई देखाउनका लागि, प्राणनाथीलाई देखाउनका लागि, सद्गुरुलाई देखाउनका लागि जुन दिन हामीले राज्यका लागि भक्ति गर्यौँ भने, राज्यका लागि माला गर्यौँ भने, राज्यका लागि पाठ गर्यौँ, पूजा गर्यौँ भनेदेखि त्यो भक्ति सार्थक हुन्छ, त्यो भजन सार्थक हुन्छ। जुन भजनका लागि प्राणनाथीले भन्नुभयो, निषेधिन गरिए प्रेम से जुगल स्वरूप के चरण, निर्मल होना यही सौ और धाम वर्णन, इन विधन रक्षे छूटे और उपाय कोई नाही, भजन बिना सब नरक है पच मचर भरिए। एक आत्मधनी पहचान्यो, निर्मल होना यही उपाय। राज्यलाई पहचानेर, राज्यलाई चिनेर, राज्यलाई केन्द्र बिन्दुमा राखेर राज्यका इर्द गिर्द घुम्दै हामीले साधना गर्यौँ भने, भजन गर्यौँ भने, पूजा गर्यौँ भने, पाठ गर्यौँ भने, वाणी वञ्चन गर्यौँ भने त्यो सार्थक हुन्छ। यसो त बहुत राम्रो छ। यसलाई जुन दिन राज्यलाई खुस गर्नका लागि आउँदाखेरि के छ भने, जुन दिन हामी राज्यलाई खुस गर्न गाउँछौँ त्यतिखेर राग पनि चाहिँदैन, ताल पनि चाहिँदैन, वाद्यन्त्र पनि चाहिँदैन। के छ भनेदेखि एक बार भजनको कार्यक्रम थियो, मीराजी त्यहाँ पुगेछन्, अनि त्यहाँ